यो होल पेस्ट अफसेट हो कि अफसेट ल पछि राख्ने 0 हुन्छ 0 0 भयो 0 0 भइसकेपछि यसलाई हामी फेरि खोल्छौँ यसले माथि चलाउने हैन सुरुमा किनभने लेफ्ट मिलिरहेछौँ यो के हो लेफ्ट रिडिङ छ नि लेफ्ट के छ नि यसो घुमाउने हो पारी हेर्ने ल हेर्यौँ कति रिडिङ आयो यो एच पोइन्ट को लेख्ने ए बी पोइन्ट को लेख्ने जस्तै यसमा लेख्यो नि यता बी मा 0 एच मा कति एंगल आउँछ त्यो टिप्ने हो त्यसपछि फेरि हामी केमा आउँछौँ एचमा आउने फेरि यसलाई के गर्छौँ हामी यसलाई खोलेर 180 डिग्री घुमाउने माथिकोलाई यसलाई 180 डिग्री घुमाउने फेरि यसलाई के गर्छौँ हामी हेर्छौँ ठ्याक्कै 180 को लगपासमा डिफरेन्स आउँछ है जुन यो घुमाउँछ नि फेस लेफ्टबाट फेस राइट गर्दाखेरि लगभग 180 को डिफरेन्स आउनु पर्ने हुन्छ आउँछ नि हो यति गर्ने त्यसपछि रिडिङ गर्ने फेरि यसलाई घुमाउने 180 मा कति थपिन्छ चार फेस लेफ्ट राइट यसले डकुमेन्ट छ त ए डकुमेन्ट छ त स्केल छ त यो जहिले पनि लेफ्टमा छ अस्मिता बाइक स्केल छ त यसलाई बाइक लाग्दैन नै यसले चिनाउँछ यो पनि दुईटाले चिनाउने हो के यस्तो होला हाम्रोमा स्केल छ राइट यता यो फेस लेफ्ट हो के मैले आइरन स्केल ल्याएर आएको बाइक छु आज भतिर लेफ्ट हुनु ब्याट्री राइट यो हैन यो लेफ्ट हो जहिले पनि लेफ्ट यसो गरेपछि राइट यसलाई मान्ने के यो लेफ्ट राइट यसलाई मात्र हाम्रो त आमै हो नि तिम्रो गाउँमा त छ ल